गुड मर्निङ है साथीहरु, गुड मर्निङ। ल बिहान बिहान हामी त गैँडा चराउँदैछौँ है। अब अरूले भैँसी चराउँछन्, हामी त चितवनको मान्छे पर्यो, माडीको मान्छे त्यही पनि। अब गैँडा पो चराउँदैछौँ त। यी ल आइज आइज हामीतिर ल आहा ल कस्तो हामी भाग्यमानी मान्छे हो गैँडा चराउनु पाउने भनेपछि। त्यहाँको बिहान बिहान यसो गैँडा चराउन आएको हो यहाँ। के गर्ने, माडीमा आइसकेपछि कामै हुन्छ यसो गैँडा चराउने बस्ने। अरूले अब भैँसी चराउँछ, हामी यहाँ गैँडा चराउने हो यहाँ चितवनको मान्छे। ल हेलो हेलो हेलो, गुड मर्निङ गाइज। ल गुड मर्निङ। ओके, you watch it, you know, this is the crocodile. You see the big and then small, so many crocodile, and the other side also have the white bird. ल सेतो bird is also, you know, hunting the fish. ल अर्को साइडतिर हेर्नु त वहाँ पर डुङ्गा लिएर मान्छेहरू के छ यहाँ फिसिङ गर्दैछ। ल सायद मान्छे जातिको होला है त। ल हेर्नुहोस् यहाँ डियर पनि छ, दुईटा डियर मजाले कस्तो मजाले चरिराखेको छ है। यो चाहिँ मध्यवर्ती इलाका पर्यो यता साइडतिर, र अर्को साइड यो रापती रिभर हो है त। यो रापती खोला हो, डुङ्गा चाहिँ ख्याउँदैछन्, हातले ख्याउँदैछन् है त। यो चितवन राष्ट्रिय यो रापती खोला भइहाल्यो, र चितवन राष्ट्रिय यतातिर हेर्नुहोस्। यहाँ आज जङ्गलमा के देखिन्छ तपाईँहरूलाई हामी चाहिँ डेफिनेटली देखाउने नै छौँ। तर स्पेसली यहाँ चाहिँ क्रोकोडाइल हेर्नु न, वाउ, बिग एन्ड स्मल। लुक एट या दिस वान इज टु बिग। यु सी, किनभने यो तपाईँको सायद कुन्टेल जति होला नि है, यिनीहरू 1 कुन्टेल जति सायद होला। ल हेर्नुहोस् गाइज, कति सुन्दर दृश्य चाहिँ यो माडीको हाम्रो चितवन नगरीमा मात्रै यस्तो देख्न पाइन्छ है गाइज। हाम्रो चितवनमा आउनुहोस्, हाम्रो राजन ब्रदर पनि यता एकदम व्यस्त हुनुहुन्छ, उहाँ यसो भिडियो बनाउनुलाई ब्रदर यसो उभिएर बनाउँदै हुनुहुन्छ। ल हेर्नुहोस्, हो दामी। यहाँ ट्र्याक्टर पनि क्रस गर्दैछ। ल हेर्नुहोस् यहाँ पराल लिएर आएको हाम्रो माडी साइडपट्टिबाट, हाम्रो माडीतिर पनि यहाँ पराल चाहिँ धानको पराल लिएर आउँदैछ। यता यो भरतपुर साइडतिर अब पराल उति साह्रो नपाउने हुनाले र हाम्रै साइडपट्टिबाट ब्रदर पनि दामी तरिकाले भिडियो बनाउँदै हुनुहुन्छ गाइज है त। अति सुन्दर दृश्य। ल हेर्नुहोस् चितवनको अत्यन्तै रमणीय। र यो चाहिँ अब प्रकृतिले दिएको चिज, हरेक यहाँ कुनै पनि चिज चाहिँ आर्टिफिसियल छैन है, नेचर एन्ड नेचुरल है। तर एभ्रिथिङ। ल थ्याङ्क यू सो मच गाइज, थ्याङ्क यू। ल अब यो साइड यो चाहिँ अब ब्रिज भइहाल्यो कि है। यतातिर म यो देखाउँदैछु। यहाँनिर अलिअलि घर जस्तो देखेछ नि, यो ब्यारेको है भित्रतिर हेर्नु त राम्रोसँग। त्यो ब्यारेको यहाँनिर चाहिँ जङ्गबहादुर राणाको दरबार, ठुलो दरबार छ, यस्तो मजाको दरबार छ नि यहाँ। यहाँनिर यो नारायणीको के अरे रापतीको छेउमा अवस्थित यो जङ्गबहादुर राणाको दरबार छ। एकदम राम्रो रमणीय दरबार छ यो पनि है त गाइस। ओके, वाच इट। ल अर्कोतिरबाट अर्को साइडपट्टिबाट गाडी पनि आयो। फेरि तपाईँहरूलाई म यो क्रोकोडाइलतिरै ल्याउँदैछु। ल क्रोकोडाइल हेर्नुहोस्, मजाले हेर्नुहोस्। ल वाउ, यस्तो किसिमको दृश्य मात्रै तपाईँहरू चितवनमा देख्न पाउनुहुन्छ है त। ओके गाइज, इफ यु वान्ट टु सी, इफ यु वान्ट टु वाच इन हियर वाइल्ड लाइफ, ओके, यु कम टुगेदर विथ अस, जोइन, एन्ड देन वी वान्ट टु सो यु दिस प्लेस। ओके, कम एभ्री वान। थ्याङ्क यू सो मच। ल गाइज अब अर्कोतिर डियर पनि कस्तो मजाले चल्दैछन्। ल हेर्नुहोस्। ल हाम्रो यहाँ राजन ब्रदर फेरि भिडियो बनाउने एकदम व्यस्त हुनुहुन्छ। ल अब गाइज हामी अर्को साइड पनि देखाउँछ है। वाइट बर्ड इज अल्सो इजी सेम लाइक के भन्ने एकदम बकुलम ध्यानम भन्ने पनि भन्छ नि है गाइज। ल हन्टिङ दि फिस। ल थ्याङ्क यू सो मच। ल है त गाइज अर्को भिडियो देखाउँछौँ। ल गाइज हेर्नुहोस् है हाम्रो माडीको एकदमै, ल हेर्नुहोस् भैँसीहरू यो ग्राजिङ गर्दैछ। हेर्नुहोस् त कति धेरै छ। यसमा फेरि यसको विशेषता धेरै छ है साथीहरू। फेरि यो चाहिँ कस्तो भने अर्ग्यानिक अब चिजहरू यहाँ खाएको, कुनै दानासाना केही पनि खुवाउँदैन है। ओरिजिनल दुध पाउँछ, फेरि एकदमै प्योर ओरिजिनल दुध पाउँछ। यो दानासाना नखुवाइकन गरेको अब यो चरुवा भैँसीहरू हुने हुनाले यो भैँसीको हेर्नुहोस्। फेरि यो भैँसी यति इम्पोर्टेन्ट छ कि यहाँनिर एउटा भैँसीले मिनिमम भनेको 1 मन्थको जस्ट 30,000 कतै जाँदैन है त। ल हेर्नुहोस् यसरी चराउने मान्छेहरू पनि। ल हेर्नुहोस्
हजुर प्योर दुध खाने भाइ हाम्रो माडीतिर आउनुहोस् है गाइज माडीतिर आउनुहोस् ल हेर्नुहोस् त आहा त पर फेरि के भन्छ यहाँ बाख्रा पनि चढ्दैछ यी बाख्रा पनि ल हेर्नुहोस् त बाख्रा पनि यसो दामी दामी छ हौ ठुल्ठुलो छ कत्रो ठुल्ठुलो छ ल हेर्नुहोस् त गाइज यी पनि अर्ग्यानिक बाख्रा हुने सब ल है गाइज ल ओरिजिनल दुध खाने भए गाइज कम टु माडी एन्ड देन ट्राई टु दि माडी ओके दि माडी दुध यसो ट्राई गरेर आउनु होला है कम टु माडी एन्ड देन ट्राई टु दि माडी मिल्क ओके गाइज ल हेर्नुहोस् आहा हा हा महत्त्वपूर्ण ब्रिज है त यसले गर्दाखेरि माडीको जनतालाई यति सजिलो भएको छ कि यसले कनेक्टिभिटी न त टुट्थ्यो हो कति गाह्रो हुन्थ्यो यहाँनिर टायर गाडाबाट तरेर नत्र त विभिन्न गर्नु पर्थ्यो अब अहिले हेर्नुहोस् कति इजिली अब गाडी ट्रक अनि यो मोटरसाइकल अब टेम्पू सेम्पू जे जे हुन्छ सब यहाँबाट क्रस गर्छ कति राम्रो छ र यो चाहिँ गैँडा यो घाँसे मैदान जुन छ नि यो गैँडा चर्न आउने ठाउँ नै यति राम्रो ठाउँ छ कि यहाँ पनि ल हेर्नुहोस् त हो पुरै घाँसे मैदान हो यहाँनिर आउने भनेपछि के अरे यो जङ्गली भैँसी हुन्छ नि जङ्गली भैँसी अर्नाहरू भयो गैँडाहरू चर्ने ठाउँ नै हो है त यहीँ ल अनि यहाँनिर हल्का यो कुलेसो छ नि एक दिन यहाँनिर गैँडा यसो क्रस गर्दै थियो अनि यो गैँडा यसो त्यहाँनिर धाप मारौँ भन्ने विचार गरिरहेको थियो फेरि कहिलेकाहीँ फेरि त्यो आँगर एकदम उछिटिन्छ भन्ने कुरा गरेँ त्यसले गर्दाखेरिमा ल हेर्नुहोस् यहाँ चितवन बसेपछि एउटा यही नै हो यसो हेर्नुहोस् यो जलचर प्राणीसँग मजाले के भन्छ यो हेर्न पाइन्छ दुईवटा कछुवा रहेछ उतातिर ल हेर्नुहोस् त कति ठुल्ठुलो एउटा चाहिँ गयो है कछुवा नै रहेछ यिनीहरू गोवा ल हेर्नुहोस् त यो गोहीको नाम चाहिँ घडियाल गोही हो है यो घडियाल गोहीहरू हो यिनीहरू चाहिँ ल हेर्नुहोस् जाँदैछ एउटा सायद डराएर होला एउटा जाँदैछ अनि उता कछुवा चाहिँ एउटा मात्रै छ ल हेर्नु न एउटा मात्रै छ त्यो कछुवा एउटा चाहिँ डरले भित्र गइसक्यो ल हेर्नुहोस् त आहा कति सुन्दर छ गोहीहरू अर्को हेर्नुहोस् त ऊ पानीमा पनि दुईवटा यहाँ पानीमा पनि छ ल हेर्नुहोस् यहाँनिर पानीबाट अब निस्किन खोज्दैछन् है त दुईवटा निस्किन खोज्दैछ म यहाँ कछुवालाई चाहिँ यो कछुवा पनि भाग्न खोज्दैछ तर त्यो पनि जिउ सेकाउन आएको छ वा कति केजीको होला दाइ त्यो 10 केजी जति होला बढी होला है दाइ ल हाम्रो दाइको गेस अनुसार त्यो चाहिँ यहाँ दाइले गेस गर्दै हुनुहुन्छ जे भयो नि उहाँ 50 केजी जति होला होइन दाइ त्यो ऊ चाहिँ भने कछुवा भनेको कि कछुवा चाहिँ त्यो कछुवा चाहिँ त्यति मात्र होला दाइ त्यो हेर्दाखेरि यहाँबाट ऊ जस्तो देखिँदैछ दाइ सानो देखिँदैछ ल हेर्नुहोस् ए गोहीहरू यहाँ ल हेर्नुहोस् यसरी स्विमिङ गर्दैछ ल हेर्नुहोस् जाँदैछ अर्को एउटा जाँदैछ है त ल वाउ आउनुहोस् चितवनमा नेचरसँग रमाउनु पाइन्छ हेर्नुहोस् त कति सुन्दर यहाँ जलचरहरू रहेछ वाउ नाइस गुड त्यो कछुवाले त त्यहाँनिर पनि बनाएको रहेछ नि भाइ निस्कियो जस्तो कि वाह